जय श्री राधे नमस्कार। तपाईको नाम अक्षर अनुसार तपाईको राशि के हुन्छ? तपाईले हेरिरहेको राशि सही छ कि छैन थाहा पाउनको लागि यो भिडियो हेर्न सक्नुहुन्छ। यदि तपाईको राशि चु चे चो ला लि लु ले लो अ यदि 9 वटा अक्षरबाट प्रारम्भ भएको छ तपाईको नाम भने तपाईको राशि मेष हुन आउँछ। त्यस्तै इ उ ए ओ बा बी बु बे बो यदि 9 वटा अक्षरबाट तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि वृष हो। त्यस्तै क कि कु घ न छ के को ह यदि 9 वटा अक्षरबाट तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि मिथुन हो। यसमा मलाई ग पनि उच्चारण गर्न मिल्छ। त्यस्तै हि हु हे हो डा डी डु डे डो यदि 9 वटा अक्षरबाट यदि तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि कर्कट हो। त्यस्तै मा मी मु मे मो टा टी टु टे यदि 9 वटा अक्षरबाट यदि तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि सिंह हुन्छ। त्यस्तै तो पा पी पु चढ छ पे पु यदि 9 वटा अक्षरबाट तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि कन्या हुन्छ। यसमा अणलाई ड अर्थात् अणलाई ड को उच्चारण पनि गर्न सकिन्छ। त्यस्तै रा रि रु रे रो ता ती तु ते यदि अक्षरबाट यदि तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि तुला हुन्छ। त्यस्तै तो ना नि नु ने नो या इ यु यदि अक्षरबाट यदि तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि वृश्चिक हुन्छ। त्यस्तै ये यो भा भी भू ध फा ढा भे यदि अक्षरबाट यदि तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि धनु हुन्छ। मकर राशिको लागि भने भो जा जी जु जे जो खा खी खु खे खो गा गी यति 13 वटा अक्षर चाहिँ यसमा रहेको छ। यति अक्षरबाट यदि तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि मकर हुन जान्छ। यसमा चाहिँ अभिजित नक्षत्रको 4 वटा पाउ अर्थात् 4 वटा अक्षर एक्स्ट्रा छ। अरु सबैमा 9 वटा हुन्छ तर यसमा चाहिँ अभिजित नक्षत्रको पनि 4 वटा पाउ थपिएर 11 वटा बनेको छ। त्यसपछि गु गे गो सा सी सु से सो धा यदि 9 वटा अक्षर बनेर यदि 9 वटा मध्ये कुनै अक्षरबाट यदि तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि कुम्भ हुन्छ। त्यस्तै दि दु थ झ य दे दो चा ची यति 9 वटा पाउ यति 9 वटा अक्षरबाट यदि तपाईको नाम प्रारम्भ भएको छ भने तपाईको राशि के हुन आउँछ? मीन हुन आउँछ। यसरी तपाईले 12 वटा राशिको नामहरु नाम संख्या के छ भनेर थाहा पाउन सक्नुहुन्छ। अब तपाईलाई आफ्नो नक्षत्र पनि जान्ने इच्छा छ, जान्न इच्छुक हुनुहुन्छ भने मैले यो भिडियोको कमेन्टमा एउटा लिंक राखेको छु। त्यसमा त्यो भिडियो हेर्नुभयो भने तपाईले त्यसमा तपाईले आफ्नो नाम अनुसारको नक्षत्र पनि थाहा पाउन सक्नुहुन्छ। जय श्री राधे। शुभ दिन शुभ समय।